नमस्कार। आज बसन्त पञ्चमी, सरस्वती पूजा, श्री पञ्चमी। हार्दिक शुभकामना यस विशेष दिनको। सरस्वती, हामी कहाँ सरस्वती पूजा गर्ने परम्परा विशेष छ। अझ मिथिला क्षेत्रमा भन्यो भने झनै बढी। सरस्वतीको अर्थमा जाँदा सतत प्रवाहशील, गतिशील, ज्ञानको प्रकाशले युक्त यस्तो जल त छ, तर यदि त्यो जमेको छ भने त्यहाँ सरस्वतीको बास हुँदैन। गतिशीलता, निरन्तर प्रवाहमयता। र यो कुरा चाहिँ नि आजको दिनमा सबैभन्दा बढी धारण गर्ने योग्य चाहिँ नि एउटा विषय हो। भन्न त मान्छेले उडाउँछन्, ज्ञानको प्रकाश जापानमा, अमेरिकामा वा भारतवर्षकै पनि केरलातिर अन्त बढी छ। पूजा भने यता मिथिला क्षेत्रमा वा नेपालको तराईमा त्यता बढी हुन्छ। पूजा गरेर के हुन्छ? त्यो सूत्र हो, दर्शन हो। पूजा कसले कहाँ के गर्छ भन्ने कुरा बेग्लै कुरा। हामी त्यो कर्मकाण्डमा बढी अल्झ्यौँ, तर सूत्रको प्रतिपादन पनि कहिले न कहिले यतैतिर भएको थियो होला। यो कुरालाई समातिएको थियो होला। यसलाई व्यवहारमा हामीले राखिराख्न सकेनौँ होला र अन्त यसलाई मान्छेले समातेर व्यवहारमा पनि लागू गरे होला। जसरी गौतम बुद्धको जन्म त नेपालमा भयो, तर बुद्धका विचारहरू, बुद्ध दर्शन वा बुद्ध धर्म नै पनि अन्त बढी प्रसार भए। यो हुन सक्छ। यसको कुनै चाहिँ नि हुन नहुने भन्ने कुरा होइन। तर यो सूत्रको प्रतिपादन, सतत प्रवाहमयताको अनुष्ठान हामीले कम्तीमा गरेका छौँ। अन्त प्रयोग बढी गरेका छन् र यो गरेका छौँ भन्ने कुरा कहाँबाट चाहिँ नि सबैभन्दा बढी स्पष्ट हुन्छ कि महाकवि विद्यापति, मैथिल कवि कोकिल विद्यापतिले 14औं शताब्दीकै आरम्भमा 15औं भनौँ, किनकि 1360 छेउछाउमा उनको जन्म र 1448 छेउछाउमा मृत्यु भएको हो। त्यसले गर्दा 15औं शताब्दी नै भनौँ, 14 देखि 15 शताब्दीमा उनले एउटा लेखेको पदावली, अनेकौं पदावलीमध्ये एउटा चाहिँ नि जुन चाहिँ नि घर घरमा गोसाउनी गीत भनेर प्रसिद्ध छ। तर त्यो गोसाउनी गीतमा भगवतीसँग जुन उनले कामना, याचना वा चाहना राखेका छन्, त्यो कुनै धनधान्य, राज्य, सिंहासन आदि इत्यादि केही छैन। यसलाई अहिलेको सन्दर्भमा हेर्ने हो भने हाम्रो देश अहिले निर्वाचनमय भएको छ। विभिन्न पार्टीहरूले, उम्मेदवारहरूले भगवान, भगवती आदि इत्यादिसँग के अनुरोध गर्दा होलान्? जो आस्तिक छन् तिनीहरूले कि हे भगवान, हे भगवती, मलाई चाहिँ नि यो निर्वाचनमा विजयी गराइदिनु होला। कुनै उद्योगपतिले आफ्नो उद्योग निकै सफल हुने चाहना राख्न सक्छ, कुनै जागिरले बढुवाको चाहना राख्न सक्छ। तर विद्यापतिले त्यतिखेरै 700 वर्ष अगाडि सहज सुमति वर दिय हे गोसाउनी भनेर भन्छ। भगवती, मलाई सहजता र सुमति, राम्रो मति, उपयुक्त बुद्धि यो प्रदान गर्नुहोस् भनेर भनेका छन्। मलाई लाग्छ सरस्वती पूजाको दिनमा यो विद्यापतिको उक्ति आज पनि उत्तिकै सान्दर्भिक छ र सबैको लागि छ। र मलाई अलिकति आज बोल्न नखोजौँ भन्दै पनि बोल्नु परिरहेछ। खुद्रे कामहरूमा व्यस्त रहने मान्छे हुँ। यी कुराहरूमा लाग्दा चाहिँ नि अनावश्यक आफ्नो काम चाहिँ नि बिग्रिन्छ। तर बिग्रिँदै पनि कति कुरा चाहिँ नि मनले सहन नसक्ने रहेछ। केही बोलिहालौँ। एउटा कवि हुँ, लेखक हुँ,
त्यो लेख्ने भनेकै त्यही हो। समाजले संसारले त अनुत्पादक भन्छन्, तर यो त वास्तवमा अनुत्पादक होइन। सार्वकालिक ऊर्जा दिने त यसैले हो। विद्यापतिले 700 वर्ष अगाडि लेखे, आज मैले यहाँ यसरी प्रस्तुत गरेँ। यो कसरी अनुत्पादक भयो? सर्वथा उत्पादक। त प्रत्यक्ष उत्पादन दिँदैन, प्रत्यक्ष प्रतिफल दिँदैन। त्यसले गर्दा हामीले यसलाई चाहिँ एकदमै महत्त्व नदिएको कामको रूपमा राखेका छौँ। तर बोल्नै पर्ने चाहिँ किन भयो भने यी सामाजिक सञ्जालहरूमा जे जस्ता कुराहरू आइरहेका छन्, खास गरी एउटा देशको एकदम ठुलो, सबैभन्दा ठुलो सङ्गठन भएको पार्टी, त्यसका मुखिया, त्यसका कर्ता धर्ताहरूबाट जुन किसिमका कुराहरू आइरहेका छन्, मलाई लाग्छ एउटा कविले यस विषयमा आफूलाई लागेको कुरा चाहिँ भन्नुपर्छ। यदि भन्दैन भने त्यो कतै न कतै आफ्नो समयसँगको बेइमानी पनि ठहर्ने हुन्छ। अब कहाँबाट सुरु गरौँ? अब हिजो अस्ति नेकपा एमालेका सचिव महेश बस्नेतजीले एउटा कुरा बोल्नुभएको थियो, शब्दलाई ट्विस्ट गरेर। त्यो राम्रो होइन। तपाईँ एउटा जिम्मेवार पार्टीको जिम्मेवार पदमा भएको व्यक्ति, तपाईँबाट मान्छेले ऊर्जा मात्रै ग्रहण गर्ने होइन, शिक्षा पनि ग्रहण गर्न सक्नुपर्छ। तपाईले त्यो हैसियत राख्नुपर्छ। र मलाई लाग्छ खास गरी एमाले वा नेपालका वामपन्थी धारका पार्टीहरू अध्ययनशीलताको मामलामा जहिले पनि अगाडि रहने गर्दछन्। मलाई जहिले जहिले यी पार्टीहरूसँग जोडिएका व्यक्तित्वहरूको डिग्रीमा प्रश्न चिन्ह उभ्याएर उल्ल्याउने, गिल्ल्याउने, खिज्याउने गरियो, मलाई त्यो राम्रो लागेन जसले गरे पनि। किनकि एउटा डिग्री एउटा कुरा भयो र निरन्तरको अध्ययनशीलता त्यो बेग्लै कुरा। जुन चाहिँ अघि मैले भर्खर कुरा गरेको थिएँ, सरस्वती, त्यो निरन्तर प्रवाहमयता एकचोटि डिग्री लिएको भरमा हुँदैन। त्यो सधैँ चलिराख्ने प्रक्रिया हो। र त्यो प्रक्रियामा धेरैजसो व्यक्तित्वहरू चाहिँ हुनुहुन्छ। अब यहाँ नामै उल्लेख गरेर भन्नुपर्दा प्राय रघुजी पन्त जस्तो व्यक्तित्वको शिक्षा डिग्रीको बारेमा कुरा उठाइन्थ्यो। प्रदीप गेवाली जस्तो व्यक्तित्वको बारेमा कुरा उठाइन्थ्यो। स्वयं केपी शर्मा ओलीको डिग्रीको बारेमा कुरा उठाइन्थ्यो। मलाई लाग्छ यी तीनटा व्यक्ति कम्तीमा मैले जसरी चिनेको छु, यी कुनै पनि डिग्री सिग्री भन्दा माथिका व्यक्तित्व हुन् निरन्तर अध्ययनशीलताको मामलामा। त्यसैले उहाँहरूको सन्दर्भमा यो कुरा लागू हुँदैन। म केपी ओलीज्यूको अध्ययनशीलताको कायल हुँ। बडो गम्भीरतापूर्वक उहाँ अध्ययन गर्नुहुन्छ। विभिन्न क्षेत्रमा राम्रो अध्ययनशीलता उहाँको देखिन्छ। तर त्यसलाई आफ्नै हिसाबले मात्रै कहिलेकाहीँ व्याख्या गरिदिँदा, वर्णन गरिदिँदा त्यसले नराम्रो परिस्थिति सिर्जना गर्छ वा जता जे जस्तो हो त्यसलाई अलि खिसिट्युरी गरे जस्तो चाहिँ नै हुन्छ। एउटा नेता, राजनेताको रूपमा आफूले एउटा प्रतिष्ठा पाइसकेको व्यक्तित्वले यी चिजहरूमा अलिकति विचार गरिदिनुपर्छ होला। त्यो गरिदिँदा समाजले राम्रो बाटो समाउन सक्छ। जसले जे गर्ने हो उठाउने हो, त्यो ठ्याक्क हामीले गरेको कामलाई हामीले नै धसाइदियौँ भने त्यो कहाँ जान्छ? भाइ दमक राम्रो छ, प्रणाम। दमक मात्रै होइन, हाम्रो देशै राम्रो छ हैन। मलाई चाहिँ सिङ्गो देश किन राम्रो लाग्छ भने मैले जीवनको सुरुवात भन्न चाहन्छु एक किसिमले। मैथिलीमा भनिन्छ आँख पैक। एउटा दृष्टि पाएको र उडान क्षमता चाहिँ सुरु भएको ठाउँ मैले कर्णालीको हुम्लालाई देखेँ, जसलाई
अहिले पनि अभाव, कुरूपता, फोहर, विकटता आदि इत्यादिको पर्यायको रूपमा उभ्याइन्छ। तर त्यो त्यति मात्रै होइन, त्यो ऊर्जाको स्रोत हो, सौन्दर्यको खानी पनि हो। यसलाई हामीले त्यहाँको आँखाले हेर्न सक्यौँ भने, त्यहाँको सृजनशीलताले चिन्न सक्यौँ भने बल्ल थाहा हुन्छ। काठमाडौँको आँखा सुकिलो मुकिलो आँखाले त थाहा हुन्न। त यस अर्थले मैले त्यहाँबाट त्यो सुरु गरेको हुनाले त्यो ठाउँ त सुन्दर छ नै। सिङ्गो नेपाल मलाई सुन्दर लाग्छ, त्योभन्दा पहिला पनि सुन्दर लाग्थ्यो। तर हाम्रो यति अध्ययनशील व्यक्तित्व, दुनियाँको कुनै पनि विषयमा उहाँ शास्त्रार्थ गर्न सक्नुहुन्छ, यस्तो क्षमता भएको व्यक्तित्व। तर यति भएपछि पनि शिक्षाको, ज्ञानको मर्म त एउटा त के हो भने जो तल परेको छ त्यसलाई कुनै हीनता बोध चाहिँ नहोस् भन्ने पाराले चट्ट समाएर उठाउन सके पो त्यसले चाहिँ नि साँच्चै एउटा उज्यालो दिन्छ मनमा, मुहारमा। तपाईँले पस्कनु भएको होला। मैले सुनेको छु अनेक कथाहरू। आदरणीय केपी ओलीज्यूको समाज सेवाको, उहाँले थुप्रै मातृपितृ स्नेहबाट वञ्चित बालबालिकाहरूलाई चाहिँ नि पितृवत लालन पालन र स्नेह प्रदान गर्नुभएको छ। यो कुराहरू बाहिर आएका छैनन्, यो मैले सुनेको छु। यो राम्रो कुरा हो। तर भनिन्छ जतिसुकै तपाईँ राम्रो गरिराख्नुहोस्, यदि समयमा ठाउँमा गर्नुपर्ने पाराले विचार नगर्दा त्यसले चाहिँ नि बडो नकारात्मक अवस्थाको सिर्जना गर्छ। जसरी भनौँ न, एक कराई दुध छ हैन, दुध त पौष्टिकताको पर्याय मानिन्छ, स्वाद, सन्तुष्टि, सारा चिज पाइने कुरा। तर एक थोपो त्यहाँ कागती, निबु, अमिलो पर्यो भने सकियो। त यो यहाँका विगतका कुराहरू त थोपो मात्रै होइन, चुपको कन्टरै खन्याउने खालका हुन्थे कतिपय सन्दर्भमा। जतिखेर मधेसको जनजीवन जागेको थियो वा संविधान जारी गर्ने बेलामा, त्योभन्दा अगाडिको कुरामा मलाई अब आज भनिरहेछु, सम्झिन मन लागिरहेछ। मधेसले शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा मलाई बडो गजब लागेको, आनन्द दिएको एउटा दृश्य चाहिँ के थियो भने, एक किसिमले पूर्व मेचीदेखि महाकालीसम्मको त्यो जुन मानव साङ्लो बनाइएको थियो, हातमा हात जोडेर त्यो कमलाको नदीमा, त्यो पानीमा उभिएका छन् महिला पुरुष सबै, कम्मर कम्मर पानीसम्ममा। त्यसले एउटा गजबको सन्देश दिएको थियो, देशलाई जोड्ने कुरा गरेको थियो हैन। यति महत्त्वपूर्ण कुरा, एउटा यति शानदार कुरालाई तपाईँले माखे साङ्लो भनेर एक मानो चोक खनाइदिनु हो हैन। मान्छे, तत्कालीन सरकारले एकदम क्रूर हिसाबले टाउको र छाती ताकी आफ्नो माग राखेर जुन सडकमा आएका मान्छेलाई मारिरहेछन्, त्यसलाई पाकेका आँपहरू झर्छन् रुखबाट भनेर एकदमै संवेदनहीन कुराहरू गरिदिनु भयो। यो पनि मानवकै हिसाबले, पाथीको हिसाबले अझ चुक खन्या जस्तो थियो। त्यो हिसाबले धेरै संयम थियो। अहिले अब दमकको बखान गर्ने क्रममा धनुषा महोत्तरीलाई त्यो गुइठा र चिपिरी बाल्ने भनेर त्यो के भन्नुभएको होला, म सम्झिन्छु। यसले असर त पर्दो रहेछ। म आफ्नै गाउँको कुरा सम्झिन्छु। मेरो गाउँ बस्तीपुर, अनि हामी अलिकति खेती किसानीसँग पनि जोडिएका थियौँ। घरमा वस्तुभाउ थिए, अनि आमाले त्यो गोबरको चाहिँ नि चिप्री भन्छन् हामीलाई है, त्यो गुइठा चाहिँ नि लामो बनाएर सुकाउने त्यो गुइठा र चिप्री चाहिँ नि नाङ्लोमा पछाडि राखेर त्यस्तो राखेर छानामाथि सुकाइन्थ्यो। यो चाहिँ अलिकति छिटो बाल्न सजिलो हुन्थ्यो, त्यो चिप्री गर्नुपर्थ्यो। अनि मेरा साथीहरूले मलाई खिज्याउँथे
मडुवाको रोटी चाहिँ नि छानामाथि भनेर यसरी। अनि अब एकदम केटाकेटीको कुरा सम्झिन्छु। अनि साँच्चै अलिक ग्लानी हुन्थ्यो है, हामी त कस्तो होइन, उनीहरू जस्तो सुकिला पनि छैनौँ। हाम्रो घरमा गाई छ, भैँसी छ, त्यसको गोबर उठाउनु पर्छ, होइन, त्यसको चिप्री बाल्नुपर्छ। अनि उनीहरू चाहिँ नि भाइ कतै केही नभएको होइन, कतै केही नभएको हुनाले पाती जन्ने कुरा होइन, आफूले नगर्ने वा अरू माध्यमबाट कमाइ धमाइ हुने, उनीहरू बडा गजब लाग्थे। त आज जुन देशमा अवस्था आएको छ नि, सबै आफ्नो जे छ जसो छ छोडेर टाप ठोक्ने, त्यो त त्यस्तो मानसिकताले गरेको हो नि त। त्यो चिप्री पाथ्नु, गुइठा पाथ्नु, यो भनेको त हुँदै नहुने काम हो। हुँदा यी 4 चोटि प्रधानमन्त्री भइसकेको केपी ओली जस्ता मान्छेले पनि त्यो गुइठा भनेको त्यो फोहोर हो यसरी भनेर भनिदिएपछि के चाहिँ नि सन्देश जान्छ त? आफ्नो कर्मबाट उखेल्ने पारा होइन त। म अब चाहिँ नि यतिखेर म विचार गर्छु, हाम्रो मिथिलाको संस्कृति र जुन एउटा पहाडेपनको संस्कृति, पहाडेपन भनेको यहाँ राज्य सत्ताको प्रतीक पनि रह्यो, जसले जहिल्यै कुन लोकगीत गायो, रेलै घुमेर गयो दाजुको आधी उमेर, आफ्नो जमिनसँग सरोकार छैन, केही छैन, खालि लाउरको कुरा गरेछ, बाहिरबाट गरेर आएछ, यसलाई चाहिँ मूल भाषा बनाइयो, मूल भाष्य बनाइयो। तर मिथिलाले त्यहाँ बोलिरहेको छ, सागपात खोइट खोइट दिवस गमेबै हे हम मिथिले में रहबै, हमरा ने चाही चारू धाम हम मिथिले में रहबै। यो आफ्नो माटो प्रतिको जुन प्रेम थियो, समर्पण थियो, त्यसलाई यस्तै भावले उखेलेर फालेको हो नि त। अनि अहिले तपाईँ रोइराख्नु भएको छ देशका सारा नागरिकहरू विदेशीय भनेर। खोइ यो 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 चिन्तनलाई खोइ हामीले चाहिँ परिवर्तन गर्न सकेको। हुँदा आजको दिनमा 2082 सालको चुनावमा एउटा बालेन शाह चुनाव लड्न गयो तपाईँको प्रतिस्पर्धी भनेर, ऊ बालेनको जरा जहाँ छ त्यो जरा भएको ठाउँलाई, भूमिलाई बदनाम गरिदिने, यसले हामीलाई कहाँ लगिरहेछ? मलाई अचम्म लागिरहेछ। बालेन वास्तवमा आजसम्म मेरो भेटघाट पनि छैन, कुराकानी पनि छैन, र बालेनका कतिपय गतिविधि मलाई मन पनि पर्थेन। तर तपाईँहरूको गतिविधिले गर्दा अचानक उप्रति सहानुभूतिशील हुनुपर्ने अवस्था आइरहेको छ। केही हाम्रा मधेसवादसँग जोडिएका युवाहरूको पनि त्यस्तै कुरा। अस्ति एउटा कोही भाइले सोधे, दाइ काठमाडौँमा बालेनले कतिको मैथिली बोल्थे? ए बाबा, काठमाडौँमा उनले जे बोल्नु पर्थ्यो, जे गर्नु पर्थ्यो, जसरी गर्नु पर्थ्यो गरी गए नि। मैथिली बोल्नु पर्ने ठाउँ हो जनकपुर गएर त बोले, र एकदम आत्माले बोले, बोल्नु पर्ने जस्तो बोले। मैले तिनलाई त्यही भनेको थिएँ, भाइ मेरो बालेनसँग आजसम्म भेटघाट छैन, तर सुनेको छु यसो यसो चाहिँ बोल्छन् रे, त्यो चाहिँ देखियो। त यसरी तपाईहरू आफ्नै कारणले किन आफ्नो दायरालाई खुम्च्याउँदै हुनुहुन्छ? बालेनको लागि त तपाईहरूले यसरी ठाउँ प्रशस्त गरिदिइराख्नु भएको छ। बोल्दै जाँदा अलिकति लामो होला, बडो अचम्म लाग्छ। यहाँ बस्नेतजीको कुरा, महेश बस्नेतजीको कुरा, छौडा मैथिली भाषामा चाहिँ नि केटा ठिटा छोरा रे छोडाका नि महारा हैन, यी छोडा कतै बदमासी गरेछ, मायाले पनि भनिन्छ, हकारेर पनि भनिन्छ, जे होस् त्यो आत्मीय शब्द हो। बालेनले बडो राम्रो सन्दर्भमा त्यो प्रयोग गरेका थिए, जे एगो मधेसिया छोडा प्रधानमंत्री बन जा रहा है, ई कही का वोट नहीं दू, वोट दू जे एगो निमन लोग आवे के चाहिए, निमन विचार आवे के चाहिए, निमन सरकार आवे के चाहिए। यो भन्दा राम्रो के बोल्नु? यसलाई चाहिँ नि कहाँ छौडालाई छाउरामा रूपान्तरित गरिदिने हैन। भाइ ठीक छ, तपाईको पार्टी पनि यत्रो ठुलो पार्टी छ, हामी पनि शुभचिन्तक हौं तपाईहरुका, हामीलाई सोधेको भए हुन्थ्यो त्यसले के यो छाउरा छौरा भनेको हो, अनि हामीले स्पष्ट पार्दिन्थ्यौं। त्यो तपाईले सुन्नु भयो जस्तो हैन, छौडा भनेको हो यस्तो हो। वा तपाईको पार्टीका प्रतिबद्ध कार्यकर्ताहरू, विभिन्न पदाधिकारीहरू पनि
हुनुहुन्छ त्यस क्षेत्रका, उहाँहरूसँग सोधे पनि हुन्थ्यो। त्यो नगरेर एकैचोटि प्याच्च चाहिँ नै आफ्नो त्यो बौद्धिकता समेत त्यसमा थोपारिदिनु त्यो आवश्यक छ र? म सम्झिन्छु, रेडियो नेपालमा एउटा फुलबारी कार्यक्रम हुन्थ्यो अरू भाषाको गीतहरू गाइने नाममा। मैले एउटा मैथिली गीत लिएर गएको थिएँ, अनि त्यो पास गराउनु पर्थ्यो। पास गर्ने मान्छेलाई त्यो अन्य भाषाको बारेमा भुट्टी भाङ थाहा नहुने, तर ऊ चाहिँ त्यहाँ विशेषज्ञ बनेर बस्थ्यो होइन। अब म नाम नलिउँ, बडा आदरणीय दाई हुनुहुन्थ्यो, तर अब त्यो प्रवृत्ति न उहाँलाई त्यो किसिमको तालिम दिइयो, न बहुभाषिकताको आवश्यकता ठानियो होइन। बहुभाषिक ज्ञान पनि अलिकति चाहिन्छ, यसको प्रसार गर्नुपर्छ, त्यो पनि गरिएन। मेरो एउटा गीतको बोल थियो, इजोरिया पसाइर रहल छी कोजाग्राहक चाहन्छन्। अनि उहाँले लाइन नै हेर्नुभयो, अनि ठक्क आफ्नो बौद्धिकता त्यहाँ देखाइहाल्नु। यो इजोरिया भनेको के हो? इजार हो। अब कहाँ इजोरिया जुनेली, अब कहाँ इजार होइन। त यस्तै किसिमको यो मानसिकताले चाहिँ नि सब बिगार्छ। ल ठिकै छ, रेडियो नेपालमा गीत पास गर्ने ठाउँमा त मेरो गीत पास भएन, इजार भनेर गयो, ल ठिक छ, त्यसले केही बिग्रेन, म एउटाको बिग्रियो। तर एउटा देशको यत्रो ठुलो पार्टी, यति वर्ष सरकार चलाएको पार्टी, भविष्यमा फेरि पनि आओस् भन्ने शुभकामना मैले व्यक्त गर्ने पार्टी, त्यसको एउटा सचिव जस्तो मान्छे, केन्द्रीय सचिव जस्तो मान्छेले ठ्याक्क यसरी भन्नु उचित हुन्छ? ल त्यो त भयो अरे। फेरि देख्छु, हे भगवान्, कहाँबाट यस्तो कुरा। अब बालन पाथी भएर मन्दिरमा गएका छन्, अनि बुवा बितेको 1 वर्ष नबित्दै चाहिँ नि यसो होला। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश हो। प्रत्येक व्यक्तिका, प्रत्येक समुदायका, प्रत्येक भूक्षेत्रका मानिसका बेग्ला बेग्लै यो विश्वासहरू छन्, चलनहरू छन्, परम्पराहरू छन्। त्यो बुझौँ न। तपाईँले आफ्नो मात्रै कुरा लादिदिनु भयो भने त्यो एकात्मक सोचभन्दा बाहिर तपाईँ कहिले जाने? राज्य प्रणालीहरूमा त लागू गर्नु नै भएको छ, अरूको सांस्कृतिक चिन्तनमा, सांस्कृतिक व्यवहारमा पनि त्यो कुरा लागू गरिदिने त्यो भएन। अस्ति कुरा उठाइयो कि खै कपालै खौरिएन। ए बाबा, सिङ्गो मधेसको मलाई थाहा छैन, म मिथिला क्षेत्रको कुरा गर्छु। मिथिला क्षेत्रको पनि सबैको सन्दर्भमा यही मात्रै लागू हुन्छ भन्ने कुरा पनि म ठोकेर भन्दिनँ, तर सामान्यतया चाहिँ नि के छ भने हाम्रो त्यो अन्तिम संस्कार गर्न साथै कपाल खौराउने चलन छैन। यो चाहिँ नि नहकेश भनेर स्पेशल एउटा दिन तोकिएको छ। 10औं दिनमा नहकेश गरिन्छ। नह भनेको नङ, केश भनेको कपाल। नङ र कपाल काट्ने त्यही दिन हो। त्यसपछि 11औं दिन एकादशा, 12औं दिन द्वादशा। यो भएपछि सकियो मात्रै होइन, यसपछि चाहिँ नि फेरि केही विशेष हुन्छ। 13औं दिन माछ माउस भनेर आफ्नो परिवारहरू, नातागोताहरू बसेर माछा मासुको भोजै खान्छन् भनौँ। त्यो चाहिँ नि माछा मासु फुकाउने हो। अब यो पनि भन्नु होला कस्तो होइन, माछा मासु खाइदिन्छन् 13 दिनमा हो नि। यो चाहिँ नि फेरि आफ्नो विशिष्ट संस्कारसँग जोडिएको कुरा हो, उत्पादनसँग जोडिएको कुरा हो होइन, आफ्नो स्थानीय अर्थतन्त्रसँग जोडिएको कुरा हो। मिथिला भनेको तीर भुक्ति पनि यसको अर्को नाउँ हो, जुन चाहिँ नदीहरूको क्षेत्र होइन। कोशी, कमला, बागमती, गण्डक, यो बीचका अनेकौं सानातिना नदीहरू, पोखरीहरू पर्याप्त खनाइने क्षेत्र हो, जहाँको उत्पादन माछा एउटा प्रमुख बाली हो। त्यो चाहिँ नि खान्छन्, सबैले खान्छन्। तपाईँले विचार गर्नु हो भने ब्राह्मण जातिले धेरै जसो ठाउँमा माछा मासु खानुहुन्न भनेर भन्छन्, तर केही ठाउँका ब्राह्मणहरू छन् जहाँ चाहिँ नि यस्ता उत्पादन विशेषसँग जोडिएका कुरा हुन्थ्यो। त्यो मिथिलाका, बङ्गालका, काश्मीरका, गोवाका वा नेपालकै पहाडी क्षेत्रका
जो ब्राह्मण छन्, किनकि त्यहाँ पहाडी क्षेत्रमा पशुपालन हुने हो, बाख्रा पालन हुने हो, भेडा पालन हुने हो, मिथिलामा पोखरीहरूमा माछा पालिने हो, बङ्गाल समुद्रको छेउमा माछा पालिने हो। त यी ठाउँका मान्छेले सहज उत्पादन हुने त्यो प्रोटिनको आपूर्तिका लागि, आवश्यक पौष्टिकताको आपूर्तिका लागि, स्वादको लागि, सन्तुष्टिका लागि पाइने कुराहरू खान्छन्, त्यसलाई महिमा मण्डन पनि गर्छन्। म उत्तर प्रदेशतिर जाँदा मात्रै होइन, नेपालकै पश्चिमी तराईतिर जाँदा, कपिलवस्तुतिर जाँदा त्यहाँका केही ब्राह्मणले चाहिँ मलाई प्रश्न सोधेका थिए, है कौन मेरो महाराजी हो यार, है महाराज हो कि मछली खात हो, होइन बाहुन भएर माछा खाने हो, बडो अचम्मसँग सोधेका थिए। किनकि परम्परामा त्यहाँ त्यही थियो। अब यतिखेर परम्पराको भञ्जन हुन थालेछ, सबै ठाउँ सबै चिजको सुलभता हुन थालेछ, बेग्लै कुरा। त यो एउटा स्थानीय प्रचलन हो। माछा मासु 13औं दिनको भोज, त्यो भनेको वर्ष दिनसम्म माछा मासु नखाने जुन परम्परा छ त्यसबाट आफूलाई मुक्त गर्नु, फेरि माछा मासु खान थाल्नु। त्यहाँको प्रमुख उत्पादनै त्यही हो। हुनसक्छ आजभन्दा 100 वर्ष अगाडि त्यो माछा नखाएको भए अरू चिजको सहज उपलब्धता थिएन होला। यसरी चाहिँ चलनहरू बन्छन् र 14औं 15औं दिनमा सत्यनारायण भगवानको पूजा गर्छन्। त्यो पूजा गर्नु भनेको त्यसपछि सारा चिज फुक्यो, देवी देवताको मन्दिर आदि इत्यादि सबै चिज सुरु हुन्छ। त अब हेर्नुहोस्, यो तपाईहरूले हाम्रो संस्कृतिमा, हाम्रो परम्परामा धावा बोलिदिनु हुँदा, अब नचाहँदै पनि मैले बोलेको कुराले अहिले यो निर्वाचनको समयमा कता कता बालनलाई चाहिँ नि पक्षपोषण गरे जस्तो ठहरिन्छ। अब हुन्छ, के गर्ने? यो मैले त गरेको हुँ आफ्नो संस्कृतिको पक्षपोषण। तपाईहरूले यसरी नबोलिदिनुहोस्, तपाईँहरूको पनि राम्रै होला। त कुरा यति हो। र अरूको संस्कृतिको सन्दर्भमा अलिकति वास्तवमा नबुझिदिँदा मलाई अचम्म लाग्छ। फेरि तपाईँहरू कसरी भन्नुहुन्छ कि यति ठुलो पार्टी हाम्रो छ, यस्तो छ। म अलिकति इतिहासमा जान्छु। पार्टी बनाउनुहुन्छ, जुन कार्यकर्ताहरू जम्मा गर्नुहुन्छ, नेता कार्यकर्तालाई यसरी यो अलिकति नैतिकताको पनि कुरा अलिकति पढाउनु पर्दैन, स्थानीय संस्कृतिको कुरा पनि पढ भनेर भन्नु पर्दैन, बुझाउनु पर्दैन, वा तपाईँहरू आफैले बुझ्नु पर्दैन? तपाईँहरू सम्झिनुहोस्, ठुल्ठुलो प्रगतिशीलताको कुरा त गर्नुहुन्छ, तर नेपालमा सबभन्दा पहिलोचोटि बहुदलीय व्यवस्था आएपछि एकदम घृणित चाहिँ नि मरनी देवी काण्ड एउटा भएको थियो। महोत्तरीमा एकजना महिलालाई बोक्सी भनेर जुन किसिमको दुर्व्यवहार गरिएको थियो, त्यसको केन्द्रमा थियो एउटा वडा अध्यक्ष जो चाहिँ एमालेबाट निर्वाचित भएको थियो। हो, तपाईहरूको यो परिपाटीले हो गर्दा हो क्या? त्यो ठ्याक्क त्यहाँसम्म पुग्दैन। भाइ, देश त आफै बन्छ जब मान्छेको दिमाग बन्छ, हैन? सत्ता सञ्चालन गरेर मात्रै हुँदैन, यतातर्फ सोच दिनु पर्यो। र प्रत्येक व्यक्तिको, प्रत्येक समुदायको आफ्नो चाल चलन, तौर तरिका, रीतिरिवाज जे हुन्छन् त्यसमा उनीहरूले गौरव गरिरहेका हुन्छन्। त्यसमा हीनता बोध गरेर उनीहरूले त्यसलाई निरन्तरता दिएका हुँदैनन्। मलाई यो कुराको औचित्य छ कि छैन त्यो यहाँ नभनौँ, तर एकदमै सान्दर्भिक एउटा प्रश्न छ। एकचोटि राउटे समुदायका केही व्यक्ति, मुखिया समेत काठमाडौँ बोलाइएका थिए। अनि मैले सुनेको ठ्याक्कै चाहिँ दुरुस्त यही डायलग होला भनेर मलाई लाग्दैन, तर कुरा चाहिँ झन्डै यही हो। त्यतिखेर शिक्षा पत्रकार समूहका केही मित्रहरूले उनीहरूलाई प्रस्ताव राखेका छन्, तपाईहरू आफ्ना छोराछोरी हामीलाई दिनुहोस्, हामी पढाए लेखाएर एकदम राम्रो शिक्षित बनाइदिन्छौँ भनेर प्रस्ताव गरेछन्। उनीहरूले भने तपाईहरू नै आफ्नो छोरा छोरी हामीलाई दिनुहोस्, हामी जङ्गलमा लगेर आफूसँग राखेर उनीहरूलाई
शिकार गरेर बाँच्ने तरिका बताइदिन्छौँ, हाम्रो तरिकाले बाँच्ने तरिका। त उनीहरू जे जसरी बाँचिरहेका छन् उनीहरूलाई त यो लागेको छैन नि त हामी अविकसित हौँ भने। महोत्तरी धनुषाका जनतालाई यदि गुइठा नै बालेर बसेका छन् भने यो लागेको छैन हामी चाहिँ नि खुम्चेका छौँ, यस्तो छौँ उस्तो छौँ। यदि भएको पनि छ भने तपाईँहरूको यो सोचको प्रवाहले गर्दा भएको हो, सोचको सम्प्रेषणले गर्दा भएको हो। किनकि तपाईँहरूले नराम्रो भनिदिनुहुन्छ, जुन चाहिँ चाहिँ वास्तवमा नराम्रो त होइन हो। यस कुरालाई अलिकति मनन गरिदिनु भयो भने मलाई लाग्छ आजको दिनको बडो सार्थकता हुनेछ। सरस्वती पूजाको सरस ज्ञानको प्रवाह निरन्तर चल्ने कुरा हो। हुन भनिदिनु होला अहिले निर्वाचनको कुरामा हैन, एक से एक व्यक्तित्वहरूको बीचमा यो फिस्टे धीरेन्द्र प्रेमर्षि भन्नेले के भन्यो के भनेन भनेर भन्नु होला। यो कुराको कुनै अर्थ पनि छैन, कुनै वजन पनि नहोला, तर मैले भन्नु पर्छ होला भन्ने जस्तो भने कसैलाई यसबाट केही हो त ठिकै भन्यो जस्तो लाग्यो भने विचार गरिदिनु होला। होइन भने कवि हुन्, कविको एउटा अर्थ उल्लु पनि हुन्छ, उल्लु पाराको कुरा गर्यो भनेर पन्छाइदिनु होला। हस्, नमस्कार। सरस्वती पूजाको शुभकामना।